चलो भाइ यो देश अब जोगाउनलाई दुर्गा प्रसाद खोज्यो देशले। दुर्गा प्रसाद कता हुनुहुन्छ आज भोलि? म यही छु। दामी ब्रो। पुनित दाइ नमस्कार। नमस्कार। तापुजी के खानुहुन्छ? रोटी खान्छु। अनि प्रधानमन्त्रीज्यू हजुरले चाहिँ के खानुहुन्छ नि? यस्तो नचाहिँदो कुरा गर्न पाइन्छ? त्यही त उहाँहरूले खाने भनेको घुस मात्र हो। यो सरकार चाहिँ भात रोटी खान्छ, घुस खाँदैन, पैसा खाँदैन। व्याख्यान घुस खाँदैन। चोरले कहिले म चोर हुँ भन्छ? हेलो एभ्रीवन, इट्स मी रेनियल फोन। तपाईहरुलाई स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा। र अरु भिडियो भन्दाखेरि यो चाहिँ डिफरेन्ट टपिक्समा भिडियो रहेको छ। सो ढिला नगरी भिडियोलाई चाहिँ सुरु गरौँ। सो लेट्स स्टार्ट द भिडियो। हेर्नुस् त प्रधानमन्त्रीज्यू, आज आउँछ भन्दैछन्। हजुरहरुको काम देखेर कोही पनि जनता खुसी छैनन् के आज? अनि जहाजका कुरा गर्दा मलाई धेरैले मजाक उडाए। अरूले मजाक उडाए होला, तर म चाहिँ पट्याउँछु है हजुरको कुरा। त्यसमा पत्याइहाल्नु पर्ने कुनै जरुरी छैन। के भयो बोल्नुस् न? मैले हाम्रो घरको एउटा तिल्के भन्ने गोरु थियो, त्यो सम्झिहाल्नुहुन्छ नि? गोरुले बाहिर जोत्ने, हजुरले गफ। मैले कहिल्यै गलत कुरा, झुट कुरा, बेइमान कुरा गरेर सुने। अनि घर घरमा ग्यासको पाइप र रेल ल्याउने कुरा चाहिँ? चुनाव अगाडि घर घरमा रेल ल्याउँछु भन्थ्यौ, खोइ त घर घरमा रेल ल्याएर अनि तपाईको घर चाहिँ कता उछिटिन्छ नि? अब यहाँ पनि जोक गर्नुभयो के? केपीओलीको प्रब्लम थाहा छ, काम गर्नु भन्दा जोक गरी गर्छ। उनीहरुलाई क्लियर केसमा छ भने मैले सारा नेपाली जनता हँसाउन राम्रो हो, तर काम गरेर हँसाउने हो, जोक हानेर हैन। जोकर हो के गर्ने? जोकरले हामीले सीएम बनाइदियो। यिनीहरुसँग सेन्स अफ ह्युमर पनि छैन। हजुरसँग सेन्स अफ ह्युमर छ, तर देश बनाउने भिजन छैन भन्छन् नि? भन्छन्, तर एमालेले काम एकदम राम्रो गरे। काम राम्रो गर्यो भन्न नसक्ने। एउटा यो काममा चाहिँ राम्रो गरेछ, समर्थन गर्दै भनेर मलाई देखाउनु नि त। केरौं काठमाडौँ काठमाडौँ, पोखरा पोखरा, लुम्बिनी रेलवे। हावादारी कुरा गर्नुहुन्छ। नेपालमा चाहिँ विकासको कुरा पनि गर्न पाइने। विकासको कुरा मात्र गर्ने, काम चाहिँ नगर्ने। सो यो केपी ओलीले कहिले देश डेभलप गर्दैन मुजी। के राम्रो गर्नु भएको छ भन्नुस् त? काठमाडौँमा पानी पनि झारेको छ, राजमार्ग चौडा पनि गरेको छ, सुरुङ पनि खनेको छ, बाटा सोझा गरेको छ, फराकिला गरेको छ, रेल कुदाउँछु भनेको छ, शिलान्यास गरेको छ, रेल किनेर जनकपुरमा ल्याइसक्यो। ए हो त यार, यस्तो राम्रो काम गर्ने प्रधानमन्त्री पाउनु भनेको हाम्रो भाग्यको कुरा हो। केपी ओली भनेको त के हो त मलाई थाहा छ? यो देशको असली नेता हो। असली तस्कर नेता भन्नुस् न? केपी ओली तपाईको नेता भन्नु? ओलीजी भनेको महान नेता। मुलुक लुट्ने जनता चुस्ने कसरी नेता हुन्छ? को नेता हो? नेता भयो अरे। दलाल भन्नु? दलाल हैन, बरु म झोले भन्छु। किन भने? किन हजुर आफैले म झोले हो भने हैन त? म नेकपा एमालेको झोले हो। काठमाडौँ कब्जा गर्न झोले कम भएपछि एमालेले झोले बन्ने अभियान सुरु गर्यो। त्यसमा लेखिएको म झोले हो भन्ने शब्द व्याकरणका दृष्टिकोणले आफैमा गलत छ। भनेपछि उहाँहरूलाई देश विकास गर्न मात्र हैन, व्याकरण पनि नआउँदो रहेछ। पढाइ लेखाइमा ध्यान लगाऊ। भन्ने बेला पार्टीको झण्डा उचालेर हिँडेपछि यही हुन्छ। ऊ झोले हो या त्यो झोले हो तर आफूले आफैलाई भन्न चाहिँ म झोले हुँ नै भन्नुपर्छ। म देशका जनताको झोले हो। म जनताको झोले रे। कुन चाहिँ गेडो जनताको झोले हो त? सो यो कुन चाहिँ जनता रे? हेर्नुस् उहाँको जनताहरू। हामी त उम्रिएदेखि देवर बाबु हाम्रो एमालेको झोले हो। एमाले हामी त म तिम्रो छोराहरूलाई भनेको भोलि बिहान केपी ओली मर्यो भने फेरि कसको झोले हुने हो त? केपी ओली बित्नु भयो भने बाँकी नेताहरूको झोले बन्छ। बन्ने हो भने राजाको झोले बन्ने हो। किन बन्ने? झोले कसैको पनि बन्नु हुँदैन, बरु नेपाली बन्ने भन्नुस् न। तपाईहरु आजदेखि नेपाली बन्ने कि झोले बन्ने हो भन्नुस् त? नेपाली बन्ने नि। हैन, हात उठाउनु न। यहाँ फेरि एमालेका पनि छन् कि क्या हो? पुण्यदाय हात माथि उठाउनुस् न कि हजुर पनि झोले हो? जरुर साथी, म झोले हुँ। झोले बनेर के पाउँछस् मुजी? त आइज हामीसँग आइज राजावादीमा। तर मैले चाहिँ म झोले हुँ भन्ने ब्यानर सजाएको छु। त्यो ब्यानर सजाउनै पर्दैन क्या, हजुरको अनुहारै काटी छ। तर म देशभक्त झोले हुँ। त्यो झोला बोक्छु जसलाई जननेताको प्रेसिडेन्ट मदन भण्डारीले हिजो बोक्नु भएको थियो, पुष्पलालले बोक्नु भएको थियो। हो, ती झोलाहरू बोक्ने हो खास। तर हजुर त टिकटक लाइभमा जापानका मालादायको झोला बोक्दै बस्नु भएको छ। राम्रा कुरा बोक्न त्यो झोला। ओ झोलामा के हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। दुर्गा प्रसादले गुन्डाको नाइकी भन्नुभएको थियो। प्रधानमन्त्रीज्यू भन्नुहोस् त हजुरको झोलामा के छ? झोलामा छ कति धेरै हो, साला कति धेरै हो। झोले हुँ भन्दै हिँड्नु निर्लजता हैन? के भयो त झोले? केपी ओलीज्यूले आफूलाई झोले भन्नु भएको छ नि। त्यही झोलेसँग तपाईहरुको सहकार्य छ, के भन्नुहुन्छ? उहाँ झोले भएर पनि बुद्धि बुझिया छ। झोले भनेको हजुर हो। दामी ब्रो। अनि केपी ओलीले हामी नेता भनेको जनताको झोला बोक्ने झोले हो भन्नुभएको छ त? झोलेको अर्थ झोला बोक्नु मात्रै होइन, अनि अरु के हो त? विवेक शून्य हुनु पनि हो। ओली भन्नाले कुनै नेताको अन्धभक्त व चम्चागिरी गर्ने समर्थकहरूलाई बुझाउँछ। त्यसको जिउँदो उदाहरणहरू यहाँ हेर्नुस्। हामी त उम्रिएदेखि एमाले। केपी शर्मा ओलीले कुनै सरकारी जग्गा लुटेर खानु भएको छैन। उहाँ एकजना महान नेता हो। झोलेहरूले आफ्नो स्वार्थका लागि नेताहरूको प्रशंसामा अति अगाडि बढ्ने। पुण्यदा यो त हजुरलाई नै भने जस्तो लाग्यो त। झोले भन्नाले निस्वार्थ रूपमा काम गर्नु भन्दा पनि कसैको कृपामा बाँच्ने
चाकरी गरेर आफ्नो स्थान सुरक्षित राख्ने वा फाइदा लिने व्यक्तिलाई जनाउने गर्दछ। सही हो। कार्यकर्ता पछौटीहरू उहाँले जे बोल्यो नि ठिक लाग्थ्यो। उहाँले त माइक यसरी भुइँका पात दिउने हजुर राजावादीहरू पनि त्यही त हो नि, राजाको गु पनि बसाउँछ हजुरहरूलाई। ल म केपीकै हनुमान हो। झोले हनुमान मा साला कहिले आउने हो बुद्धि, यसको पछाडि कन्डो चाट्दै हिँडेको चाहिँ कहिले आउँछ बुद्धि। हनुमान ठिक छ, उहाँ राम हो, म हनुमान हो। त मुद्दा त हनुमान हैन, तर चुनाव प्रचार गर्नेलाई माया भेलो बजेर 2013 जनठान लाएर चुनाव प्रचार गरेर त माया नि खादै रहन्थ्यो छोरो। हेलो हेलो सुनिनुहोस् कि क्या हो त? मैले सुनिरहेको छु के। जय नेपाल। त कहाँबाट बोलेछ तेरिएमा बौला? अहिले कहाँ हुनुहुन्छ भन्छु के। यहाँ डडेलधुराबाट बन्यामधुरामा छेउैबाट फोन गरेको। बन्यामधुरा भन्दा अलिक बढ्तिर यहाँ डडेलधुरा। अब के काम विषय छ सर? तपाईँको जिल्लामा आएको बेला यसो सम्झिएको नि। अनि त्यता सबै राम्रो छ नि? हैन ठिकै छ। अब अनि एमालेको त मैले 2000 रुपैयाँ दाम दिएको थियो, अनि कोटको जेबमा हाले अनि त्यही 2000 रुपैयाँ दाम थियो। काङ्ग्रेसले दिन्छ भने मैले खाने के। दामी। यो झोले गालीको शब्द बनाइयो। तँलाई मैले के भन्छु थाहा छ? रन्डो छोरो, प्युठानको अपुताली झोले केपी शर्मा ओली देशको झोला बोक्ने मान्छे होइन। यो झोले झोला शब्द सुन्दा वाक्य लाग्छ। सही। अब तपाईहरु झोला किन्नुहुन्छ, सबै कार्यकर्तालाई झोला दिनुहुन्छ। अब झोलाको मूल्य बढ्छ कि घट्छ? बजार भोलिबाट सर्वेक्षण गर्नुस्। विचारको झोला बोकेका छु, समृद्धिको झोला बोकेका छु। भ्रष्टाचार लेख्या छ झोला, काण्डै काण्डको इतिवृत्तान्त लेख्या छ। झोलालाई प्रतीक बनाएर कति गीत लेखिया हुन्छन्। आँधी खोलामा के ल्याइदिउँ देशको त बेइज्जती गर्दै भयो, त्यो मैले झोलाको नि बेइज्जती भयो। हामी झोले नै चोरले म चोर हो भन्दैन भन्थे, यहाँ त झोलेहरूले खुलेआम हामी झोले हौ भन्छ। सही हो। एमालेका 6 लाख कार्यकर्ता सबै झोले हो। ए भनेपछि हजुरहरू सबैजना झोला ग्याङ। अब त्यो सही पनि एमाले मै पनि एमाले भन्ने गीतलाई हटाएर झोला ग्याङ म्याच भनेर आफ्नो एन्थम बनाउनु पर्छ। झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नमा गर्व। एनसेलका काण्डा हाल्ने झोला, तेरा मोक्सा पैसा हाल्ने झोला, व्हाइट बडीका झोला, अलिकति निवास जग्गा काण्डाका पैसा हाल्ने झोला, विजिट भिसाका पैसा हाल्ने झोला, जानी शरणार्थी काण्डाका पैसा हाल्ने झोला। झोला त्यस्ता भए। ब्रिलियन्ट। दामी। अब राजा आउँछन् अनि त्यही झोलामा प्याक गरेर रन्डी छोरोलाई पठाइदिने हो। सो लाइक गाइस, तपाईलाई यो भिडियो कस्तो लाग्यो? मलाई त एकदम ब्रिलियन्ट लाग्यो। सो हामी फेरि डिफ्रेन्ट भिडियोमा र डिफ्रेन्ट टपिक्समा फेरि अर्को भिडियोहरू उपस्थित हुनेछौँ। तबसम्म लागि ह्याप्पी रहनुहोस्, खुसी रहनुहोस्, इन्जोय मस्त रहनुहोस्। टेक केयर, बाइ।